वृन्दावनको पवित्र भूमिमा एउटा अद्भुत, अनौठो र अपार आनन्दले भरिएको वातावरण थियो। जमुनाको किनारमा फैलिएको हरियो घाँसे मैदान, बिहानको सुनौलो किरणले चम्किएको वन, पाखुराभरि फूलले बिएको ब्रह्मकुसुमको सुवास अनि चराहरूको मिठो कलरवले वृन्दावन सधैँ अचम्मैको लोक जस्तो देखिन्थ्यो। त्यही दिव्य भूमिमा नन्दलाल श्रीकृष्णको बालरूप अनेक विलक्षण लीलाहरू प्रकट भइरहेको समय थियो। गोपिनीहरूका लागि कृष्ण केवल गाउँको एक नटखट बालक मात्र होइनन्। उनीहरूको श्वास, उनीहरूको धड्कन, उनीहरूको पूजा र उनीहरूको जीवनका सबै भावनाको केन्द्र थिए। बिहानदेखि बेलुकासम्म गोपिनीहरूको मन, बुद्धि र भावना सबै श्रीकृष्णमै अडिएको हुन्थ्यो। जब सूर्य उदाउँथ्यो, उनीहरू गोठतर्फ गाई हाँक्न निस्कने श्रीकृष्णको बाटो नै हेर्दै रहन्थे। उनीहरूका आँखा कृष्णको नटखट मुस्कान, काँधा समातेर उभिएका सखाहरू, हातमा बाँसुरी र खुट्टामा बज्ने नुपुरको मधुर ध्वनि खोजिरहन्थे। एक दिन बिहानै गोपिनीहरूको मनमा अज्ञात अधैर्य छायो। कसैलाई बाँसुरीको आवाज सुनिएन, कसैले गोठतर्फ उभिएका कृष्णलाई देखेन। उनीहरूलाई लाग्यो आज श्रीकृष्ण अवश्य कुनै नयाँ लीला प्रकट गर्दैछन्। सबै गोपिनीहरू एउटै ठाउँमा जम्मा भए। एकले भनिन्, कृष्ण कहीँ लुकिरहनु भएको त छैन? अर्कोले हाँस्दै उत्तर दिन्छे, उहाँ त हाम्रो मनमै बस्नुहुन्छ। लुक्नु भनेको त उहाँले हाम्रो धैर्य परीक्षण गर्नु मात्रै हो। त्यसै बेला टाढाबाट बाँसुरीको मधुर स्वर बगेर आयो। त्यो धुन सामान्य धुन थिएन। त्यो लयले गोपिनीहरूको मनमा बिछोडको पीडा पनि जगाइदियो र एकैचोटि वियोगमै डुब्ने मिठो आनन्द पनि। सबै गोपिनीहरू धुन लागेकै दिशातर्फ दौडिए। जङ्गलको गहिराईमा पुगेपछि उनीहरूले देखे कृष्ण एक टोपीभरि फूल लगाएर आँखामा शरारत भरिएको झिल्को लिएर बाँसुरी बजाइरहेका थिए। उनको वरिपरि मयूर नाचिरहेका थिए। मन्द बयार चलिरहेको थियो र वातावरण नै कृष्णमय बनेको थियो। गोपिनीहरू आएपछि कृष्णले बाँसुरी रोकिदिए र मुस्कुराउने भने, किन यति छिटो छिटो आएका तिमीहरू? म त यत्तिकै बगैँचाको सुगन्ध सुनेर केही धुन बजाइरहेको थिएँ। गोपिनीहरूले आधा रिस आधा माया मिसिएको स्वरमा भनिन्, हामीलाई नछक्क्याउनु नन्दलाल, तपाईँको बाँसुरीले हाम्रो मन हल्लिन्छ। हामीलाई बोलाएर फेरि टाढा बस्नुहुन्छ। कृष्ण हाँसेर भने, तिमीहरूको भक्तिले नै यो बाँसुरी बोल्छ, म होइन। तिम्रै प्रेमले धुन सृजना गर्छ। एक दिन गोपिनीहरू पानी लिन जमुनातिर गएका थिए। पानी नजिकै पुगेपछि नदी एकाएक तिरतिर बग्न थाली, जस्तो कि कुनै अदृश्य शक्ति त्यसलाई तरङ्गित बनाइरहेछ। उनीहरूले माथि हेरे। पहाडको ढल्केमा कृष्ण उभिएका थिए। उनले रमाइलो गर्दै नदीमा ढुङ्गाहरू फ्याँकेका थिए। ढुङ्गा परेपछि पानी उफ्रने, पानी उफ्रँदा गोपिनीहरूको पानीको डोको भिज्ने अनि उनीहरू रिस जस्तै देखिने तर हाँसो नछोड्ने, यही दृश्य कृष्णलाई एकदमै मन पर्थ्यो। गोपिनीहरूले एकले भनिन्, हे कान्हा, किन हाम्रो काम कठिन बनाइरहनुहुन्छ? कृष्णले हाँस्दै भने, तिमीहरूको पानीको घडा भन्दा पनि तिम्रो हाँसो सुनिनु ठुलो हो। तिनै गोपिनीहरूले उहाँको मायालु हरकतलाई मनमनै पूजा गरे। धार्मिक परम्परामा श्रीकृष्ण र गोपिनीहरूको सम्बन्ध भौतिक होइन, त्यो आत्माको सम्बन्ध मानिन्छ। त्यो प्रेममा स्वार्थ छैन, बन्धन छैन, राग छैन, सिर्फ समर्पण छ। एक साँझ वृन्दावनमा असाध्यै सुन्दर रात थियो। आकाशमा पूर्णिमाको चन्द्रमा झल्किरहेको थियो। जङ्गलभरि चम्काहरूले गगनचुम्बी उज्यालो जस्तो बनाएका थिए। त्यही रात कृष्णले गोपिनीहरूलाई दिव्य रासलीलामा सहभागी गराउनुभयो। गोपिनीहरू जब वृन्दावनको निकुञ्जमा पुगे, कृष्ण मध्यभागमा उभिएका थिए। हातमा बाँसुरी, कपोलमा हल्का लालिमा, अनुहारमा अपार करुणा, हाँसोमा ब्रह्मानन्दको चमक। बाँसुरी बज्न थाल्यो, त्यही धुन जसले मानव संसारको सबै पीडा हराइदिन्छ र भौतिक जगतलाई आध्यात्मिक बनाउँछ। गोपिनीहरू नाच्न थालिन्। त्यो नृत्य सांसारिक नृत्य थिएन, त्यो आत्मा र परमात्माको मिलन थियो। कृष्ण एउटी गोपिनीसँग नाच्नुभयो, फेरि अर्को, तर चमत्कार, प्रत्येक गोपिनीले आफूलाई मात्रै कृष्णसँग नाचेको महसुस गरिन्। यो लीला नै अनन्त प्रेमको प्रतीक बनेको छ। रासलीलाको बेला गोपिनीहरूलाई बिर्सियो। उनीहरूको घर, परिवार, संसार, समय सबै मात्र कृष्णको स्मरणमा विलीन भयो। उनीहरूको अस्तित्व नै कृष्णको प्रेममा बगिरहेको थियो। रातको अन्तिम क्षणमा कृष्ण एकाएक अदृश्य हुनुभयो। बाँसुरीको धुन रोकियो। गोपिनीहरू चारैतिर खोज्न थालिन्। यो वियोगको क्षण थियो, तर वियोगमै आध्यात्मिक मिलन छ भन्ने अनुभूति जाग्यो। उनीहरूले महसुस गरिन्, कृष्ण शारीरिक रूपमा टाढा भए पनि मनमै,
आत्मामै सधैँ साथमा छन्। यही बुझाइ नै गोपिनीहरूको प्रेमको सर्वोच्चता हो, जहाँ उपस्थिति र अनुपस्थितिको सीमा अर्थहीन हुन्छ। गोपिनीहरूले भनिन्, हाम्रो काना हराउनु भएन, हाम्रो श्वासमै बस्नुहुन्छ। यसरी गोपिनीहरूको लीला केवल प्रेम कथा होइन, त्यो भक्ति, समर्पण र मानव आत्माको उन्नतिको कथा हो। प्रेम जहाँ ईश्वरत्वमा रूपान्तरण हुन्छ, त्यो लीला शाश्वत हुन्छ। कृष्णको बाल्य लीला, उनकी नटखट मुस्कान, रमाइला चलाखी, गोपिनीहरूका भावनात्मक समर्पण र रासलीलाको दैवी रहस्य आजसम्म संसारभरि भक्ति र आध्यात्मिक शान्तिको प्रेरणा बनिरहेको छ।